सक्नुहुन्छ यो टिभीएस जुपिटर अनि विगोहरुमा लाग्ने रिले हो हैन। यसले यो रिलेले गर्दा आज यो ब्याट्री हेर्नु के भयो, ब्याट्री फुलिसक्यो, खाइ ड्यामेज भइसक्यो। यो हुनुको कारण मैले एउटा भिडियो पनि हालेको छु हैन, युट्युबमा गएर हेर्नु होला। त्यो के हुन्छ भने यो बिग्रिसकेपछि आफै चाबी अफ गरेर पनि आफै स्टार्ट भइराख्ने, सेल्फ हानिराख्ने त्यस्तो हुँदो रहेछ। अन गर्ने बित्तिकै आफै स्टार्ट हुने, त्यो हुनाले गर्दा यो हेर्न सक्नुहुन्छ यो ब्याट्री यस्तो ड्यामेज भइसक्यो छ। कुनै अवस्थामा भन्नाले अब तपाईहरुको स्कुटी त्यस्तो अवस्था आइहालेमा तुरन्तै ग्यारेजमा लगेर यो रिले चेन्ज गर्नको लागि भन्नु होला, किनकि यो ब्याट्री पड्किने सम्भावना धेरै हुन्छ। यस्तो हेर्न सक्नुहुन्छ धेरै बेरसम्म राखेमा। आज एकजनाले आधी घण्टा जति राखेको थियो, त्यतिकै हेर्न सक्नुहुन्छ कस्तो भइसक्यो अवस्था यो ब्याट्रीको। ब्याट्री पुरै फुलेर झन्डै पड्किएन, अहिलेसम्म तात्या कि मैले खोलेको यो 2 घण्टा भयो हैन, अहिलेसम्म यो ब्याट्री तात्या छ। त्यही भएर मैले यसको भिडियो पनि बनाएको छु, युट्युबमा गएर हेर्नु होला हैन। त्यही भएर ख्याल गर्नु होला यस्तो चिजहरुमा। यो रिलेले गर्दा यो ब्याट्री ड्यामेज भयो।